त्यसको लागि कसरी वेलकम अहिले चाहिँ हामी आना घरमा छौँ होइन हजुर ओके त्यही नै भन्छु हजुरहरू पनि आएर एकपल्ट भिजिट गरिदिनुहोस् होला त्यही भन्न चाहन्छु नम्बर कस्तो नम्बर यसो कन्ट्याक्ट नम्बर चाहियो नम्बर चाहिँ मेरो भन्दा पनि बाबाको चाहिँ 9714944709 यो नम्बरमा चाहिँ तपाईँहरूले कन्ट्याक्ट गरेर यहाँ होमस्टेको पनि तपाईँले है आनन्द उठाउन सक्नुहुन्छ साथसाथै हाम्रो नानी छ एकदमै दामी ट्यालेन्टेड नानी है आफ्टर लङ टाइम आज को छ होला मसँग We are Hello. back again भन्दै न We are back again guys कहिले बनाउनु अब त्यो कुस बेलामा त्यो बेलामा अब अमेरिकाको बेलामा भन न ल त्यसले फेरि बनाउँछु एउटा भिडियो मेरो आइफोन हरायो नि ल सो स्याड यार त्यो त तिमीलाई चाहिँ यो फोन दिएर चाहिँ के लैजाउँ भनेको नि 15 अब कति कता हेर्दै पुग्नु गाइज हेर्नु न बहिनीको एउटा आइफोन छ नि त 15 छ हो मेरो छैन अहिले दामी छ यो है क्यामेरा चाहिँ सेफ्टी छ है ल मजा आउँदैछ आना अहिले हजुर अब कहिले छ उयो सुट कहिले छ अब उयसको सर्ट मुभीको सर्ट मुभी छैन अब त खै हिजो र आज भन्नु थियो फेरि क्यान्सल भएर खै अब कहिले हुन्छ ल ओके बाई 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 आउँदा आउँदा तिमीलाई एउटा चिज देखाउँछु के भन त हात्ती रहेछ कि हात्ती त प्याकमै रहेछ नि प्याकिङ गरिरहेको छ नि त हात्ती त बिचरा अब यसको उयो भएको छैन है यसको टाइम रहेछ अलिकति यो उयोहरू पनि बनाउने रहेछ यहाँनिर है हेर कस्तो मजा देख्छ होला अब गजब छ जाउँ है भिडियो हेर्दै गर्नु होला है हवस् त अब जाउँ पज गर्दै गर्दा त्यहाँ कन्टिन्यू गर्नु लाग्यो बाघ देखाइदिउँ हो अहिले चाहिँ ब्याग छ भने यो यो चलो गाइस चल हाम्रो दर्शक घटनाको नि देखाइदिउँ है यति राम्रो बनाउनु भएको रहेछ उयो गर्छ है हाम्रो छैन नेपालै हुन्छ गाइस अहिले चाहिँ हामी टक्क गुलहरू भएकोमा आएको छौँ होइन गोरु भन्दैछ बहिनीले हो होइन गोरु हो यो हलो जोत्ने क्या हलो जोत्ने गोरु है दुईवटा सँगै छ नि त एकदम जोडी क्या गोरु हजुर यो हलोको लागि हेर्नु सक्नुहुन्छ यहाँ दुईवटा गोरु यो चाहिँ टक्क उयो गर्ने हो जोत्ने अरे दाले भन्नु गाईले भनेको गाइस है यहाँनिर तपाईँले यो चाहिँ है गोरु जस्तो देख्नुहुँदैछ है यो चाहिँ अरिजिनल सोच्नु भएको होला चाहिँ अरिजिनल चाहिँ होइन रहेछ यो एउटा स्ट्याचु हो तर एकदमै दामी बनाएको छ है नयाँ कन्सेप्ट लाग्यो यहाँनिर है तपाईँहरू है अब केही दिन बादमा यहाँनिर एकदमै दामी हुनेछ है विशेष साथ चाहिँ अर्को कुरा चाहिँ के रहेछ भन्दाखेरि यहाँनिर बाटो पनि आएको रहेछ है यसो बाटोतिर पनि देखाइदिनुहोस् है बाटो बनिँदैछ है बाटो छ भने होइन एकदमै राम्रो गोरेडो राम्रो बनाएको छ है यहाँ आएर तपाईँहरू आउनु सक्नुहुन्छ यता नेपालबाट पनि श्री अन्तुतिरबाट पनि आउनु सकिन्छ होइन त्यस्तै नेपाल यता इन्डियाबाट पनि आउनु सकिन्छ एउटा पोइन्टमा छ यो नेपालकै एरिया हो र पनि एउटा मजाको पोइन्ट भएकोले गर्दा यतापट्टि हेर्नुहोस् यहाँ मैले बाघ भन्दै थिएँ त्यहाँनिर सिंह चाहिँ रहेछ है सिंह रहेछ यहाँ नानी यहाँ गइरहेको छ त्यस्तै यतापट्टि हेर्नुहोस् यो डाइनोसर यहाँनिर चाहिँ डाइनोसर रहेछ होइन अलिकति देख्नुहोस् हो त्यस्तै यहाँनिर देख्दै त्यो के हो चितल रहेछ यस्तो कुराहरू छ है तर चाँडै गरेर तपाईँहरू यहाँनिर आउनु सक्नुहुन्छ है आएर हामी लाभ उठाउन सक्नुहुन्छ मजाको भ्यू छ है भन्दै यो छोटो भिडियो हामी यही शेष गर्न चाहन्छौँ यतिन्जेलसम्मको लागि भिडियो हेरिदिनु भयो साथसाथै यौन प्रधानजी साथी होइन भाइ हाम्रो जेबिटी ब्रो साथसाथै भाइ हुनुहुन्छ होइन यता बहिनी पनि हुनुहुन्छ उहाँहरूलाई पनि एकदमै धन्यवाद दिँदै धेरै यो अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा बारम्बार धन्यवाद तपाईँहरूलाई हवस् त नयाँ भिडियोमा भेट हुनेछ गाइस बहुत चिसो रहेछ होइन मजा त मजा आयो तर कस्तो छ अरे जाडो भयो है चिसो त चिसो तर मजा पनि आइदिरहेछ केही छैन पछाडि दुईजना होइन इन्जोय गरिरहेको छ वेदर सँगसँगै यहाँको भ्यू पनि दामी भइरहेको छ न ताहरू चाहिँ अझै पनि व्यस्त हुनुहुन्छ भिडियोग्राफीमा फोटोग्राफी भिडियोग्राफी यो मजा आउँदैछ है त हजुर अलिकति सलमान खानदेखि चाहिँ टाढा राखिदिनु होला सलमान खानदेखि अहिले चाहिँ स्पेसली एकदमै आजको सबसे मलाई मन परेको चिज छैन म पहिला चाहिँ यसको चाहिँ फ्यान हो देखि देखाउँदैछु सबसे ज्यादा त फ्यान चाहिँ
हो नि त खास चाहिँ खतरा देख्दैछ नि एउटा त यहाँ त नानी हो त खतरा म कस्तो ठुलो अलिक टाढोबाट टाढो खिच्नुपर्छ न रेडी र गाइस एकदम सरप्राइज छ यो चिज चाहिँ रहेछ डाइनोसर जुरासिक पार्क छ हामी भाइ आउन तिमी नि छिटो न छिटो छिटो भाइ छिटो एउटा म त बडाले मलाई यहीँबाट लान्छ अरे हौ यस्तो भान्देको डाइनोसरसँग त खिच्नुपर्छ राखेर रेडी 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 सबै अब जाउँ हिँड्दैछौँ जानुपर्छ सिधै यो गाइज वाट्स अप पिपल वाट्स अप र दिस इज जेपिडी प्रो र यो माई टिमै लु यहाँ हाम्रो हुनुहुन्छ हाम्रो भाइ यहाँ हाम्रो बहिनी छ र हाम्रो पछाडि हाम्रो दुई दाहरू हुनुहुन्छ यो र अहिले चाहिँ हामी गुफा पत्तालमा छौँ र अब यसो हेर्दैछौँ भाइ के कस्तो आजको दिनचर्या कस्तो हुन्छ हाम्रो साथी छ त है त र अहिले चाहिँ हामी फिलहाल चाहिँ डाइनोसर हेर्नु जाँदैछौँ सरप्राइज जेब्रा को जेब्रा होइन यो आँखाको धोका हुनुपर्छ होइन जेब्रा भनेर भएन यो वाट्सअप पिपल दिस इज जेपिटी ब्रो र अहिले चाहिँ मेरो साथ हुनुहुन्छ दा अनि मेरा भाइ र मेरो बहिनी पनि छ साथमा आज र अहिले चाहिँ हामी गुफा पत्ताल आइसकेको छु र हेर्दै जाउँ है आजको के कस्तो चिजहरू छ र फिलहाल चाहिँ हामी त के हेर्न आँटेको भन्नु थियो बा अलिकति के हेर्नु गएको रहेछ है अनि एउटा जिराफ पनि रहेछ यो जिउँदै छ कि कस्तो छ हेरौँ डाइनोसर हेर्नु जाँदैछु मैले चाहिँ हामी होइन यो त सरप्राइज छ एकदम कस्तो छ तपाईँहरूलाई देखाउँदैछु एकैछिनमा हामी यसो है साथसाथतिर भए पनि आधी घन्टा मुगलहरू पनि त बहुत दिन बाद बोल्दा त सुपारी टेपेको जत्तिकै छ त हौ छु र अहिले चिसो हावा पनि चलिरहेको छ हाम फाल्नु चाहिँ पाइँदैन एउटा सिधै सिधै हेरौँ है अलिक अगाडि हिँड्नुपर्ने राम्रो जग्गामा ल्याउनु हुन्छ आज यहाँ बनिँदै रहेछ है र यहाँनिर राम्रो छ एकदम मजाले मजाले बनिँदै जाँदैछ रोडहरूमा आइसकेको छ तारहरू यसो हेरेर होइन फेरि अहिले जाडोमा पक्रेर नि फेरि अर्कोले म त मलाई र के अन्त के कस्तो उयो भइरहेको छ त फिल भइरहेको छ त हेभी मजा आइरहेको छ है आज गुफा पातलमा आएको दाहरूसँग होइन ठुलो दाहरू हो हाम्रो है तपाईँहरू पनि मिरिक आएर हेर्नु सक्नुहुन्छ अरे यार छुट्टीमा ए मिर्ची म झन्डै म त मिर्चीको पाडा तपाईँहरू हल्का आएर डान्स गर्नु पनि सक्नुहुन्छ होइन हाम्रो दादाहरूको रेसिपी खोल्नु भएको छ र सबैले सपोर्ट गरिदिनु होला दादाहरूको पनि युट्युब च्यानलहरू छ होइन एकदम है एकदमै भाइको झन् सौदान है सौदान दार्जिलिङमा सौदान त यहाँ त सबै भेट भइसक्यो आज। चिन्नु भएको लागि हेर्नुहोस् यता है यो बल्टु भाइ ल मेरो नाम चाहिँ सौदान दार्जिलिङमा चाहिँ बल्टु छ क्रिएटरै हो सब कन्टेन्ट क्रिएटर हुनु त यहाँनिर एकदम जिराफदेखि लिएर डाइनोसर यो नयाँ कन्सेप्ट गरेछ है र गाइस देखाउनु लागिरहेछ एकछिनमा है हँसिया। फिलहाल चाहिँ ल हँसिया सन्देह त्यहाँ छैन नानी जग्गा छ त नि दिँदैन नि त जानु चिप्लिने मात्रै छ हो र अहिले चाहिँ तपाईँलाई देखाइदिउँ है यहाँ चाहिँ एउटा जाँदा हुने रहेछ त हुन्छ हौ हिँड्नु सक्छ ट्राई गरौँ न हिँड्नु छड्की हिँड्नुपर्छ यस्तोमा चाहिँ मजा आउँदैछ है अछु चिसो त्यही त जिराफ चाहिँ हामीले देख्न पायौँ अहिले फिलहाल चाहिँ जिराफलाई घाँस हाल्दै नानी अलिकति जिराफलाई घाँस हालिदिउँ अलिकति घाँस हाल्दैन जिराफलाई हाम्रो बहिनीले यहाँ घाँस हालिदिँदै ट्राई उफ्रालो बित्थामा ल हाम्रो बहिनीले चाहिँ यहाँनिर जिराफलाई घाँस हालिदिने कोसिस गर्दैछ हो फेरि एकपल्ट अझै ट्राई गरौँ घाँस हालिदिनु अलिकति हालिदिनु अहिले उभिँदै अरे क्या लु जिराफ चाहिँ माथि चाहिँ खाएन फ्याक्दै दुईवटा गोरुलाई दिउँ न त्यो खाएन आटा नि क्या मोटो तलाई मासु ल्याउनु बिर्सेछौँ त अहिले मासु मासु ए डाइनोसरलाई कहाँ हो बाघ पनि छ नि त ए बाघ पनि बाघ पनि छ अन्त यस्तो चिसो छ है गाडी
मार्छ त चढ्छु हुन्छ जबरजस्ती क्या जबरजस्ती यसो गरिदिएको क्या एउटा हुन्छ होइन पर्फ्युम यसकोमा हेर यहाँ कतिवटा रहेछ एउटा दुईवटा तिनवटा चार पाँच ब्रान्डको नाम पनि हेर्नु पऱ्यो होइन 6 7 8 9 10 11 12वटा इतना पर्फ्युम कौन लगाता है भाइ होइन मान्छे देखाउनु पऱ्यो नि कलेक्सन भाग्यो पर्फ्युमको धनी भाग्यो यहाँबाट दुइटा छ हराउनु फेरि बाहिर निस्कि नि फेरि अनलक गर्नुको लागि मेमेको पनि जानु पर्ला नि म त यहाँ सब मराहरू राखिरहेको त्यो 8 आना कि देउताहरू भने तँ पनि लाउँछस् क्या 8 आना 20 पैसा देउता झन् कस्तो हुन्छ 20 पैसा देउता झन्डै बिहार पढिदिएको नि मैले यो दिपेश दाले ल्याइदिनु भएको यो मलाई हो दामी छ यो सब भन्दै जान यो कसले यो दिपेश दाले के मलाई मान्छे चाहिँ नदेखाउनु ल दादा म भन्छु सुगर यो मलाई दिपेश दाले ल्याइदिनु भएको होइन फटाफट भने यो मैले जुडियोमा किनेको मिस्टियम जुडियोमा किनेको कसलाई ल त्यो रेडी त्यो पन्छौ कि त्यहाँ टक्क कपाल मिलाउला एउटा पन्छौ अब कपाल मिलाऊ हेलो हेलो आत्मीय दिदी अन्त के तपाईँको नाम म तपाईँलाई सधैँ देख्छु बजार जानुहुन्छ कति वर्ष पुग्नुभयो यही उकालो जानुहुन्छ एक्लै यस्तो जङ्गलको बाटो छ माथि होइन डेली जानुहुन्छ डर लाग्दैन कति के हेर तपाईँको नाम चाहिँ कति क्लास पढ्नुहुन्छ अब 2मा कति वर्ष पुग्नुभयो ए मम्मीलाई थाहा छ के ल्याउनु भयो झोलामा चाहिँ अन्त अघि त छाता बोकेर जाँदै थियो त अन्त खै छाता चाहिँ ए ब्यागमा हाल्नुभयो हराउँछ भनेर मासु लिएर आउनु भएको रे के को मासु कि हामी पनि आउँदा हुन्छ खानु आउँदा हुन्छ तपाईँ भएकोमा तपाईँको घरमा हौ मासु खानु आउँदा हुन्छ भनेको घर त अब सोध्दै आउँछु नि अन्त सोनिया तपाईँको नाम होइन सोनिया होइन नाम अन्त सोनिया तपाईँको ए सोनिया दिदी घर कहाँ हो भन्दै आउँछु नि हामी अन्त आइहाल्छ नि सोनिया दिदी घर कहाँ हो भन्छु नि अन्त होइन हौ तिम्रो भनेको तिम्रो ए एलिसा नाम ए म त सोनिया भनेर लाग्यो नि त ए मासु लिएर आएको रहेछ पराइ त अन्त ल हुन्छ बाई बाई हात मिलाइदिउँ अन्त ल बाई बाई डर लाग्दैन अरे हिँड्नु चाहिँ यो बाटो एक्लै हिँड्छ त्यहाँ तल आउँछ है
आइपुग्यो एक्लै हिँडिन्छ है एक्लै हिँड्छ 70% ऊ चाहिँ खतरा छ अन्त मान्छे आमा तलबाट एक्लै आउँछ नि एक्लै आएर एक्लै जान्छ है साथी छैन साथीहरू अन्त साथीहरू को छ गाउँमा स्कुल एक्लै जान्छ हामी त्यो कोही बेला सोने एलिसेत आउँछ खतरा रहेछ एक्लै जान्छ एकस पनि गुड एक्लै जान्छु गुड गर्ल रहेछ नि त गुड भाइ गर्ल है कस्तो भयो अरे कता छ अरे भाइ देखो देखो उता भाइ कत्रो छ अरे देख्नु त भाइ ढाल्यो यो पनि त्यत्रो छ अलिक त्यसै गर्छ लडिहाल्छ पछाडि हिँड्ने भयो त ल आलिसा बाई बाई फेरि आयो भने ल बोलाउनु ल हेलो दादा के गर्नु हुँदैछ भन्दै बोलाउनु ल जानु पानी छाता छ नि त उसमा छाता ओढ्नु छाता ओढ्दाखेरि चाहिँ यसो हेरेर हिँड्नु नि तिमीले छाता यस्तो डल्लै ओढ्दो रहेछ ओढ्नु हुँदैन त्यसरी अलिक माथि ओढ्नुपर्छ डल्लै ओढ्यो भने त फेरि टाउको छेलिन्छ यसरी हो अन्त गाडी आउँछ त अन्त गाडीले फेरि हान्ला नि फेरि गाडीले ल छाताबाट त मजाले ओढ्नु ल बाई बाई ल मजाले मासु खानु ल हामीलाई पनि राखिदिनु हामी पनि आउँछौँ तपाईँहरूलाई हाम्रो घर त तल आउँछौँ नि त पनि हामी